के तपाईलाई थाहा छ नेपालमा एउटा फ्याक्ट्रीले 30,000 करोड कमाएको छ र प्रश्न उठ्छ नेपालको सबैभन्दा ठूलो फ्याक्ट्री कुन हो, कुन उद्योगको नेटवर्क सबैभन्दा धेरै छ र कुन नेपाली कम्पनीले वास्तवमै इन्डस्ट्रियल एम्पायर निर्माण गरेको छ। र विश्वास गर्नुहोस् सूचीको नम्बर 1 उद्योगको भ्यालुएसन सुनेपछि तपाई छक्क पर्नुहुन्छ। त्यसैले भिडियो अन्त्यसम्म अवश्य हेर्नुहोस् किनकि आज हामी हेर्दैछौँ नेपालको अर्थतन्त्रलाई चलाइरहेको सबैभन्दा ठूलो इन्डस्ट्री। काउन्टडाउन सुरु गरौँ। लेट्स स्टार्ट द भिडियो गाइज। वेलकम टु टप 10 फैक्ट्रीज इन नेपाल। प्लिज सब्सक्राइब एन्ड सपोर्ट आवर च्यानल। नम्बर 10 मा रहेको छ अम्बे स्टिल इन्डस्ट्रिज। नेपालको टप 10 बिगेस्ट फ्याक्ट्रीजको सूचीमा 10औं स्थानमा पर्छ अम्बे स्टिल इन्डस्ट्रिज। नेपालमा कन्स्ट्रक्सन साइट तीव्र गतिमा विस्तार भइरहेको बेला स्टिल उद्योगको डिमान्ड पनि अत्याधिक बढिरहेको छ। यही डिमान्डलाई पूरा गर्ने प्रमुख उद्योगहरूमध्ये एक हो अम्बे स्टिल। नेपालका धेरै पुल, भवन, हाउसिङ प्रोजेक्ट, कमर्सियल कम्प्लेक्सेस र इन्फ्रास्ट्रक्चर डेभलपमेन्टमा अम्बे स्टिलको उत्पादन प्रयोग भइरहेको पाइन्छ। नेपालमा अर्बनाइजेसन बढ्दै जाँदा स्टिलको आवश्यकता पनि बढिरहेको छ, जसले अम्बे स्टिललाई अत्यन्त महत्त्वपूर्ण औद्योगिक शक्तिका रूपमा स्थापित गरेको छ। यो उद्योगले मोडर्न मेसिनरी र रोलिङ मिल टेक्नोलोजी प्रयोग गरेर उत्पादन गर्ने गर्छ। इन्डस्ट्री एक्सपर्ट्सका अनुसार अम्बे स्टिलको एस्टिमेटेड इन्डस्ट्रियल भ्यालुएसन करिब 4 देखि 7 अर्ब रुपैयाँसम्म पुगेको अनुमान गरिन्छ। नम्बर 9 मा रहेको छ सोनापुर मिनरल्स एन्ड ओइल इन्डस्ट्रिज। 9औं स्थानमा रहेको छ सोनापुर मिनरल्स एन्ड ओइल इन्डस्ट्रिज, जसलाई धेरै मानिसहरूले सोना सिमेन्ट भनेर चिन्छन्। नेपालमा सिमेन्ट इन्डस्ट्री पछिल्ला वर्षहरूमा अत्यन्त तीव्र गतिमा विस्तार भएको क्षेत्र हो। नेपालमा सडक, पुल, हाइड्रो पावर, अपार्टमेन्ट, कमर्सियल बिल्डिङ र मेगा प्रोजेक्ट बढेसँगै सिमेन्टको डिमान्ड पनि विस्फोट रूपमा बढिरहेको छ। यही डिमान्डलाई पूरा गर्ने प्रमुख उद्योगहरूमध्ये एक हो सोनापुर सिमेन्ट। यो उद्योगले सर्ट टाइममै नेपाली सिमेन्ट बजारमा ठूलो प्रेजेन्स बनाएको छ। मोडर्न प्रोडक्सन टेक्नोलोजी, क्लिङ्कर म्यानुफ्याक्चरिङ क्यापेबिलिटी र एग्रेसिभ मार्केट एक्सपेन्सनका कारण यो उद्योग निकै तीव्र गतिमा बढिरहेको मानिन्छ। इन्डस्ट्री एस्टिमेट्स अनुसार सोनापुर मिनरल्स एन्ड ओइल इन्डस्ट्रीको भ्यालुएसन लगभग 5 देखि 8 अर्ब रुपैयाँसम्म हुन सक्ने अनुमान गरिन्छ। नम्बर 8 मा रहेको छ शिवम सिमेन्ट। 8औं स्थानमा रहेको छ शिवम सिमेन्ट। नेपालकै सबैभन्दा चर्चित सिमेन्ट ब्रान्ड मध्ये एक हो। यो उद्योग नेपाल स्टक एक्सचेन्जमा लिस्टेड कम्पनी पनि हो, जसका कारण यसको फाइनेन्शियल पर्फर्मेन्स अन्य प्राइभेट फ्याक्ट्रीज भन्दा बढी सार्वजनिक हुने गर्छ। शिवम सिमेन्टले नेपाल सिमेन्ट म्यानुफ्याक्चरिङको क्षेत्रमा ठूलो रेभोल्युसन ल्याएको मानिन्छ। आधुनिक टेक्नोलोजी, लार्ज क्लिङ्कर क्यापेसिटी र नेसन वाइड ब्रान्डिङका कारण यो उद्योग सिमेन्ट सेक्टरको बादशाह बनेको छ। नेपालको धेरै मेगा प्रोजेक्ट, ब्रिजेस, कमर्सियल कम्प्लेक्सेस, रोड्स र हाइड्रो पावर प्रोजेक्टमा शिवम सिमेन्ट प्रयोग भइरहेको पाइन्छ। फाइनेन्शियल रिपोर्ट्स अनुसार पछिल्ला वर्षहरूमा शिवम सिमेन्ट्सले आफ्नो प्रोफिटेबिलिटी उल्लेखनीय रूपमा बढाएको छ। यसको एस्टिमेटेड इन्डस्ट्रियल भ्यालुएसन लगभग 6 देखि 9 अर्ब रुपैयाँको हाराहारीमा रहेको अनुमान गरिन्छ। नम्बर 7 मा रहेको छ हुलास स्टिल इन्डस्ट्री। 7औं स्थानमा रहेको छ हुलास स्टिल। नेपालमा स्टिल र रोफिङ सेक्टरको क्षेत्रमा हुलास एक अत्यन्तै परिचित नाम हो। यो उद्योग गोल्चा अर्गनाइजेसन अन्तर्गत सञ्चालन भइरहेको छ, जुन नेपालकै पुरानो र प्रभावशाली बिजनेस हाउसेस मध्ये एक हो। हुलास स्टिल विशेष गरी स्टिल सिट्स, रोफिङ प्रोडक्ट, पाइप्स र कन्स्ट्रक्सन मेटेरियलका लागि प्रसिद्ध छ। नेपालमा अर्बन हाउसिङ, वेयर हाउस, फ्याक्ट्रिज, स्कुल, रुरल हाउसिङ र कमर्सियल बिल्डिङमा हुलास स्टिलका सामग्री व्यापक रूपमा प्रयोग गरिन्छ। नेपालको धेरै भागमा कोरुगेटेड रुफिङ सिट्स अत्यन्तै लोकप्रिय छन्। ग्रामीण क्षेत्रदेखि शहरसम्म हुलासको प्रेजेन्स देख्न सकिन्छ। यसको नेसन वाइड रिच नै यसको सबैभन्दा ठूलो शक्ति हो। एस्टिमेटेड इन्डस्ट्रियल भ्यालुएसन अनुसार हुलास स्टिलको नेट वर्थ लगभग 7 देखि 10 अर्ब रुपैयाँसम्म हुन सक्ने अनुमान गरिन्छ। नम्बर 6 मा रहेको छ जगदम्बा स्टिल। 6औं स्थानमा रहेको छ जगदम्बा स्टिल। नेपालमा टिएमटी बार्स र हेभी कन्स्ट्रक्सन स्टिलको क्षेत्रमा जगदम्बा एक डोमिनेन्ट ब्रान्ड हो। यो उद्योग शङ्कर ग्रुप अन्तर्गत सञ्चालन भइरहेको छ र नेपालको कन्स्ट्रक्सन सेक्टरमा अत्यन्तै प्रभावशाली मानिन्छ। नेपालमा पछिल्ला वर्षहरूमा अपार्टमेन्ट कल्चर, हाइवेज, कमर्सियल बिल्डिङ्स, हाइड्रो पावर प्रोजेक्ट, एयरपोर्ट र अर्बन इन्फ्रास्ट्रक्चर तीव्र गतिमा बढिरहेका छन्। यी सबै परियोजनामा हाई क्वालिटी स्टिलको आवश्यकता पर्छ। जगदम्बा स्टिलले यही आवश्यकता पूरा गर्दै आएको छ। इन्डस्ट्री एस्टिमेट्स अनुसार जगदम्बा स्टिलको इन्डस्ट्रियल भ्यालुएसन लगभग 8 देखि 12 अर्ब रुपैयाँको बीचमा रहेको अनुमान गरिन्छ। यसको प्रोडक्सन स्केल र मार्केट डोमिनेन्स निकै ठूलो मानिन्छ। नम्बर 5 मा रहेको छ गोर्खा ब्रेवरी।
नेपालमा बियर म्यानुफ्याक्चरिङको क्षेत्रमा गोर्खा ब्रेवरीको डोमिनेन्स अत्यन्तै ठुलो मानिन्छ। टुबर्ग, कार्लसबर्ग, गोर्खा बियर, सेन मिगुएल जस्ता लोकप्रिय ब्रान्ड्स यही कम्पनीले उत्पादन गर्छ। नेपालमा ब्रिवेज इन्डस्ट्री लगातार विस्तार भइरहेको छ। टुरिज्म, अर्बन नाइट लाइफ, रेस्टुरेन्ट्स, होटल, इभेन्ट कल्चर र हस्पिटालिटी सेक्टर बढेसँगै बियर कन्जम्सन पनि बढिरहेको छ। यही मार्केट डिमान्डलाई गोर्खा ब्रेवरीले क्याप्चर गरेको छ। एस्टिमेटेड भ्यालु अनुसार गोर्खा ब्रेवरीको नेट वर्थ लगभग 10 देखि 15 अर्ब रुपैयाँसम्म हुन सक्ने अनुमान गरिन्छ। नम्बर 4 मा रहेको छ सूर्य नेपाल प्राइभेट लिमिटेड। यो उद्योग नेपालकै सबैभन्दा ठुलो टैक्स पेयर्स मध्ये एक मानिन्छ। सूर्य नेपाल मुख्य रूपमा टोब्याको र गार्मेन्ट सेक्टरमा सक्रिय छ र यसको पार्टनरसिप इन्डियाको आइटिसी लिमिटेडसँग रहेको छ। नेपालमा डिकेड्सदेखि सूर्य नेपाल एक पावरफुल इन्डस्ट्रियल ब्रान्डका रूपमा स्थापित भएको छ। यसको डिस्ट्रिब्युसन नेटवर्क देशभर फैलिएको छ। टोब्याको इन्डस्ट्री कन्ट्रोभर्सियल भए पनि आर्थिक दृष्टिले अत्यन्त ठुलो मार्केट भएको सेक्टर हो। एस्टिमेटेड इन्डस्ट्रियल भ्यालुएसन अनुसार सूर्य नेपालको नेटवर्थ लगभग 12 देखि 16 अर्ब रुपैयाँको बीचमा रहेको अनुमान गरिन्छ। यसको एनुअल टर्नओभर र टैक्स कन्ट्रिब्युसन निकै ठुलो मानिन्छ। नम्बर 3 मा रहेको छ होङसी शिवम सिमेन्ट। यो नेपाल र चाइना बीचको जोइन्ट भेन्चर मेगा इन्डस्ट्रियल प्रोजेक्ट हो। नेपालमा भएको सबैभन्दा ठुलो फोरेन इन्डस्ट्रियल इन्भेस्टमेन्ट मध्ये एकका रूपमा यसलाई मानिन्छ। होङसी शिवम सिमेन्टले नेपालमा सिमेन्ट म्यानुफ्याक्चरिङ सेक्टरलाई नयाँ स्तरमा पुर्याएको मानिन्छ। यसको म्यासिभ प्रोडक्सन क्यापेसिटी, क्लिङ्कर म्यानुफ्याक्चरिङ क्यापेबिलिटी, मोडर्न चाइनिज इन्डस्ट्रियल टेक्नोलोजी अत्यन्तै चर्चित छन्। इन्डस्ट्री एस्टिमेट्स अनुसार होङसी शिवम सिमेन्टको भ्यालुएसन लगभग 15 देखि 18 अर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ। नम्बर 2 मा पर्दछ रिलायन्स स्पिनिङ मिल। दोस्रो स्थानमा रहेको छ रिलायन्स स्पिनिङ मिल्स। यो नेपालकै सबैभन्दा ठुलो यार्न र टेक्सटाइल म्यानुफ्याक्चरिङ इन्डस्ट्री मध्ये एक हो। यसको टेक्सटाइल एक्सपोर्ट सेक्टरमा यसको भूमिका अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। रिलायन्स स्पिनिङ मिलले हजारौं टन्स यार्न उत्पादन गर्ने क्षमता राख्छ। यसको स्पिन्डल क्यापेसिटी नेपालकै सबैभन्दा ठुलो मानिन्छ। नेपालमा टेक्सटाइल म्यानुफ्याक्चरिङ इन्डस्ट्रीले एक्सपोर्ट अर्निङ र इन्डस्ट्रियल इम्प्लोयमेन्ट दुवै क्षेत्रमा ठुलो योगदान दिइरहेका छन्। पब्लिक रिपोर्ट्स अनुसार रिलायन्स स्पिनिङ मिल्समा 15 अर्ब रुपैयाँ भन्दा बढी इन्भेस्टमेन्ट रहेको उल्लेख गरिएको छ। यसको एस्टिमेटेड इन्डस्ट्रियल भ्यालुएसन लगभग 15 देखि 20 अर्ब रुपैयाँसम्म हुन सक्ने अनुमान गरिन्छ। नम्बर 1 मा पर्दछ सिजी फुड्स। नेपालको सबैभन्दा ठुलो फ्याक्ट्री बेस्ड इन्डस्ट्रियल एम्पायरको रूपमा पहिलो स्थानमा रहेको छ सिजी फुड्स तथा चौधरी ग्रुप। धेरै मानिसहरूले वाइवाई नुडल्सबाट चिन्ने यो कम्पनी आज एउटा ग्लोबल कङ्ग्लोमेरेट बनिसकेको छ। चौधरी ग्रुपको प्रेजेन्स केवल नेपालमा मात्र सीमित छैन, यो समूह 30 भन्दा बढी देशहरूमा फैलिएको छ। फुड इन्डस्ट्री, सिमेन्ट, इलेक्ट्रोनिक्स, हस्पिटालिटी, ब्याङ्किङ, एनर्जी, रियल इस्टेट, टेलिकम, एजुकेसन लगायतका धेरै क्षेत्रमा यसको इन्भेस्टमेन्ट रहेको छ। इन्डस्ट्री एनालाइट्स अनुसार चौधरी ग्रुपको एस्टिमेटेड भ्यालुएसन लगभग 20,000 देखि 30,000 करोड रुपैयाँ भन्दा माथि हुन सक्ने अनुमान गरिन्छ। अब तपाईको ओपिनियन के छ कमेन्ट गरेर आफ्नो विचार अवश्य लेख्नुहोस्। यदि तपाईलाई यस्ता रिसर्च बेस्ड नेपाली डकुमेन्ट्री भिडियो मनपर्छ भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनकि अब आउने भिडियोहरूमा हामी नेपालका सबैभन्दा धनी उद्योगपति, सबैभन्दा ठुला मेगा प्रोजेक्ट्स र नेपालको हिडन इकोनोमिक पावर बारे अझ गहिरो विश्लेषण गर्नेछौँ। र साथीहरू आफ्नो ख्याल राख्नुहोला। हाम्रो भेट फेरि हुनेछ। धन्यवाद।